या यो टास्क पनि कपी ग्रेडिङ पनि कम्प्लिटेड है। यसरी यहाँको छोटो घाँसलाई मलको रूपमा छोडिदिँदा केही समय बाद आएर चाहिँ यहाँलाई फोल्ड गरिदिनुपर्छ नि त हो। कभी कभार अलिकति बेग्लै खालको एक्टिभिटीहरू कुदाउँछु त। सो यिनीहरू अब अलिक लामो हुनु लगाएर चाहिँ काट्नु पऱ्यो नि त नि। क्लिन अप यो चाहिँ यहाँ चट्टै छिनाएको छ त। त्यसले गर्दा है अब यो पनि हेल्दी नै देखिन्थ्यो। प्र्याक्टिसलाई चाहिँ यसरी कुदाइदिन्छु नि त है। घाँसहरू पनि छ्याप छुटाएर राख्दैन। अब यहाँ मल लगाउनु पनि परेन नि त। अलिकति डिस्टेन्समा हो यो रिपिटेसनको प्र्याक्टिसले लाइक द्याट इज द विनिङ इन्भाइरोमेन्ट मेरो लागि क्या। यस आई डिड इट भन्ने नि ल। सो ब्रो स्टे हो सेल्फ वर्क भित्र भेटिने कुराहरू यहाँ त मजाले हेल्दी छ है। अलिकति छोडिएको छ यो पनि कलेक्टिभली भइहाल्छ। समय छ यहाँको हुनु। सो द्याट इज द प्योर प्र्याक्टिस। यहाँनिरै मैले सुरु भएको थिएँ है। आई एम ब्याक अगेन भन्दै। सो जस्ट ब्रड अ चेन्ज लाइक दिस। त्यही व्यक्ति आज यो स्ट्रेन्थको साथ क्या दोबारा प्रस्तुति भनौँ न। कहीँ कता क्या साउन्ड सुड बी अलिक यता डिफिकल्ट अनि ठुलो भइजान्छ कि। किनभने हाम्रो जोनै त्यस्तै हो। नजर हट्टी तो दुर्घटना घटी भन्छन् त। त्यसले गर्दा प्र्याक्टिस कुदाइदिए त यु आर सेफ। सो डन अफ द डे।